त नमस्कार दर्शकवृन्दहरू। आज हाम्रो साथै दाजु आउनु भएको छ, फेरि नेपालबाट आयो दाजु, पानी ट्याङ्की मोडबाट। त्यहाँदेखि अलिकति टाढो छ दाजुको घर। त दाजुहरूले अर्डर दिनुभएको थियो हो, यो चार्जर इलेक्ट्रिक बाइसाइकलको 48 भोल्ट 42 भोल्ट 3 एम्पियरको यो दुईवटा चार्जर लानुहुँदैछ। अनि यो फिलामेन्ट टेप लानुहुँदैछ, अनि यो हेलोङ केसको बक्स पनि लानुहुँदैछ दाजुले। अनि यो अलिकति बिएमएस 48 भोल्टको स्कुटीको लागि ब्याट्री प्याक उनीहरू बनाउने रहेछ। त यो 13S मा एनएमसीको यो बिएमएस लानुहुँदैछ। अनि यो इन्भर्टरको लागि 8S 100 एम्पको डालीको लानुहुँदैछ। साथै उनीहरूले दाजुहरूले यो इएसएस टर्मिनलको पनि अर्डर दिएको थियो। 120 एम्पको यो इएसएस टर्मिनल हो। अनि यो बार्ली पेपर 5 मिटर जति। अनि यो 21700 को लागि एच टाइपको निकल स्ट्रिप अर्डर दिनुभएको थियो। अनि यो 18650 को लागि यो एच टाइप निकल स्ट्रिप पनि अर्डर दिएको थियो। त यति सामान दाजुहरूले लानुहुँदैछ हो। अनि दाजुहरू लान्छ पानी टङ्की। थ्याङ्क यू दाजु। वृद्धा मोडबाट दाजुहरू आउनु भएको हो। अन्त त्यहाँदेखि दाजुहरू आइरहने हुन्छ हाम्रोमा, कोही बेला अफिसमा हुन्छ, कोही बेला यहाँ डाइरेक्ट वृद्ध स्टोरमा हाम्रो भिजिट गर्छ हो। ल त्यहाँ धन्यवाद दाजु आएकोमा। ल दर्शकवृन्दहरू, दाजुहरू अब जानुभएको, यही टोटोबाट आएको थियो। टाटा, आउँदै गर्नु फेरि। अब दाजुहरू यहाँबाट पानी टङ्की जान्छ हो, त्यहाँबाट फेरि बस लिएर त्यहाँदेखि वृद्धा मोड जाने हो। ल दादा, ल दादा, टाटा।